फेरि लड्नु भयो Hi guys, welcome to my channel. This is Asika. This is me, Binit Malsino. This is Miss Sumi. अनि आज चाहिँ हामी घर जान लाग्यो घर हैन घरबाट काठमाडौँ जान लाग्यो अनि अब यस्तै हो जिन्दगी बाटो छोडेर हिँड जिन्दगी यस्तै छ साथीहरू अब सुमी सिस्टर आउँदै हुनुहुन्छ त्यहाँ हामी चाहिँ लेफ्ट राइट हो हैन हो अनि हामी चाहिँ हिँड्दै छौं र तेलो यहाँ चाहिँ बिने दाइ 13 किलोमिटरको बाटो हो जम्मा 13 त हो नि अनि हामी चाहिँ गाडी नचलेर भिड के रे पहिरो गएर हामी चाहिँ यसरी हिँडिरहेको यहाँ चाहिँ सबैजना हिँड्दै हुनुहुन्छ गफ गर्दै यस्तो टक्क लाएर उता पारी पारी नि हिँड्दै हुनुहुन्छ यता बाइक आयो लिफ्ट माग्ने कि यहाँ चाहिँ यस्तो भिड पहिरो गएको छ साथीहरू अनि त्यही हो अब हामी हिँड्दैछौँ लेख्दा राम्रो यस एकदम ल ठिक छ दाइले नि त्यो त भ्लग गराउँदै हुनुहुन्छ भिडियो खिच्दै हुनुहुन्छ हामी चाहिँ यसरी पहिरो गएको छ साथीहरू हेर्नुहोस् यहाँबाट हिजो झन् एउटा बाइक खसेको थियो गाडी नचलेको कारण यसरी लेफ्ट राइट हिँड्दैछौँ हामी चाहिँ यहाँ हेर नि फेरि भिडियो बनाउने क्रममा फेरि हामीले नि भिडियोमै मात्रै क्याप्चर गराउँला नि साथीहरू के गर्नु जुत्ता यसरी जोगाइँदैछ यही जोगाउनु पर्दैन चाल्न थाल्यो है दाइलाई भेटाउनु जस्तो गाडी चाहिँ जिन्दगीमा केही रहन्छ गाइजहरू हेर्नु त साथीहरू हामी चाहिँ आइपुग्यौँ पार्सली त्यो भनेको चाहिँ वालभरि फुल छ पार्सली आइपुग्यौँ गाडी चाहिँ आएको थियो तर हामी फर्किनौँ फेरि त्यत्रो हिँडेर आइसकेको थियौँ आधी मान्छे चाहिँ फर्किनु भयो अनि अब हामी पार्सलीबाट जङ्गल हुँदै तलतिर सर्टकट लिएर जान्छौँ सो हामी चाहिँ पार्सली आइपुग्यौँ आरुसले बाइक चलाएको हो तल रोडमा ल हामी चाहिँ गाइस फाइनली पार्सली आयौँ अब अहिले पनि आएको कति दुईचोटि तीनचोटि होइन ठ्याक्कै पार्सली आइपुग्यौँ क्या अब चाहिँ अब हामी यहाँबाट चाहिँ जङ्गल झर्दै कहाँ निस्किन्छौँ दाइ पाटी खर्क पाटीको ठाउँ कहाँ हो तल पाटी खर्क भन्दा त निकै तल हो नि के अरे हाम्रो बेथान्चोको सीमा यहाँबाट चाहिँ तल त गणेशस्थान हो गणेशस्थान सल्लाफेदी निस्किन्छौँ अब जङ्गलको बाटो गएर सुमिता ल साथीहरू हामी चाहिँ ओह्रालो झरिसक्यौँ गाडी आउँदै थियो तर हामी चढेनौँ किनभने गाडी एकदम प्याक थियो रिस्क लिनुभन्दा बरु हिँड्नु नै ठिक छ कुन बाटो जाने पनि गाडी देखाइदियो यो बाटो आउँछ गाडी चाहिँ हामी चाहिँ पुरानो बाटो हिँड्दैछौँ पहिलाको हामी आउने बाटो यही हो नत्र हामी उता परेको बाटो आउँछौँ यस्तो मौका फेरि फेरि आउँदैन साथीहरू त्यही भएर मौकामा चौका उडाइहाल्नुपर्छ हिँडेर 4 दिनसम्म चार्ज नगरेको अनि त्यही पनि म भ्लग गरिरहेको ल साथी ल हामी चाहिँ हिँड्दैछौँ है साथीहरू यस्तो बाटो हिँड्नु परेछ अब के गर्नु सर्टकट त जानै पर्यो साथीहरू हाम्रो चाहिँ त्यो पुरानो बाटो थियो त्यो बाटो आउँथ्यौँ हामी चाहिँ तर फेरि लड्नु भयो ग्रिप भएको जुत्ता थियो अरे तर लड्नु भयो हाई कपीको जुत्ता चिप्लेको छ ग्रिप भएको भनेर अघि यो हेरियो जुत्ता यसमा ग्रिप पनि छैन केही पनि हैन यो सुमी सिस्टर चाहिँ माछा मारेको मारे हुनुहुन्छ एउटा चाहिँ अलिकति क्याप्चर गर्न पाए त्यति हो ल हामी चाहिँ 35 होला हैन 35 4 हो 4000 को जुत्ता अरे जम्मा 35,000 भाडा पो बोच्नु त्यो पनि हो हेर्नुहोस् त साथीहरू कस्तो दुःख लाग्दो भएको छ हाम्रो पुरानो बाटोहरू हेरिसक्नुको छ त कस्तो डेन्जर छ उहाँ चाहिँ वहाँ पुगिसक्नु भयो म चाहिँ हिँड्दैछु म नलडे हुन्थ्यो भनेको
त्यहाँ तल चाहिँ मङ्की छ अरे उहाँले भन्नुभएको म त्यस्तो बाटो हिँड्दैछु अब म यहाँ नलडेदेखि त हुन्थ्यो पिरती गासन ए फुलको माया के अरे गीत कहाँ छ मङ्की लेट मी सी मङ्की मेरो मोबाइल हो र म चाहिँ मङ्की देखाउन लागेको साथीहरू कति धेरै बाँदर रहेछ नि त साथीहरू त्यहाँ त यसरी ल साथीहरू हामी चाहिँ जङ्गलको बाटो यसरी हिँड्दैछौँ त्यो मोबाइल खोस्यो भने चाहिँ मलाई केही पनि हामी चाहिँ साथीहरू हिँड्दैछौँ यहाँ बाटोमा दाइ पछाडि खाँदै आउनु भएको छ यस्तै हो आफू लडेपछि मान्छेहरूले औतारी त लाउनै पर्यो नि होइन डाहा गर्छन् क्या धेरै झन् सुमित सिस्टरले जति मेरो डाहा गर्ने त कसले होला र सिधा नराख्नु हल्का साइड राख्छ यस्तो खुट्टामा त साइड हुन्छ शरीर यसरी हो क्या हल्का स्ल्यान्टेड ल साथीहरू हामी चाहिँ हिँड्दैछौँ अझै पनि जङ्गलमै छौँ कतिखेर तल पुग्ने हो के पनि थाहा होइन अब यस्तै हो अब म रोडमा पुगेपछि देखाउँछु है साथीहरू हामी चाहिँ जङ्गलमै छौँ हाई दाई हामी त तास पनि खेल्थ्यौँ त त्यहाँ बस फाइनली साथीहरू हामी चाहिँ रोड आउन एकदमै लास्ट टाइमको बारीमा यहीँ आएर बस्यो म बोलिरहेको थिएँ मेरो रोड आउन चाहिँ एकदमै सम्भव के भन्छ आइपुग्यौँ कृष्ण हजुरबाको फाइनली हामी आइपुग्यौँ रोडमा हाम्रो चाहिँ बाटो नबिग्रेको भए साथीहरू हामी चाहिँ यो बाटो आउँथ्यौँ होइन तर बाटो चाहिँ अहिले ध्वस्तै नै भएको छ त्यही भएर हामी यस्तो जङ्गलको बाटो आउनु परेको बाँदरको मुखबाट हेर्न मात्रै न ओहो ल ल ल राम्रो केही छैन कसरी के भयो ती पनि आउँदै हुनुहुन्छ त्यसरी लाइन लगाएर साथीहरू अनि अब हामी फेरि सर्टकट खोज्दै उयो बाटो जाँदैछौँ उयो अनि त्यही हो माथिबाट आउँदै हुनुहुन्छ सबैजना ल सुन्दा फाइनली हामी रोड आउन के भयौँ हामी रोड आउन के भयौँ हामी मान्छेको घरको बाटो हिँडिरहेको छौँ साथीहरू हामीलाई केही त नगर्ला नि है यस्तै हो दाइ चाहिँ त्यहाँ हुनुहुन्छ कस्तो राम्रो भ्यू उहु एमपिसीमा त आएर अनि त्यहाँ बत्ती नै आयो होला नि गाई साँच्चीकै भन्नुपर्दा चाहिँ यो चाहिँ लाइफ जस्तो लागिरहेको छ सेतो सुरुवाल चाहिँ एकदम हेर्न लायकको भएको छ होइन त्यही हो आउनुहोस् सुमिजी पछि आओ पछि यस्तो हालत भइसक्यो मेरो त्यही अनुहार कालो अनुहार रातो भएर बाँदर जस्तो भयो ल अब हामी तल गएर भेटौँ ल बा सक्नुहुन्छ साथीहरू यस्तो छ हाम्रो चाहिँ गतिविधि बाटोको गतिविधि उहाँलाई चाहिँ अनुहारको धेरै चिन्ता भइरहेछ जनताले हामी हजुरआमालाई चाहिँ कसैले नि हिँड्न सक्दैन भन्दै थिएँ तर हजुरआमा चाहिँ सबैभन्दा सुपर फास्ट भएर म दौडेर भेटाएको उनीहरू चाहिँ वा कहाँ छन् है यही हो मेरो चाहिँ सुरुवालभरि हिलो लागेर मलाई अब हजुरआमाले गरिदिएको हुन्छ भेटिँदैन यस्तो छ बाटोको हालत अनि अहिलेको बाटो गाडी कसरी गयो त कहाँबाट गयो ए यस्तो छ बाटो त कसरी आउनु ल हामी चाहिँ फाइनली गणेशस्थान दाइलाई चाहिँ यहाँ फाइनली गाइज म चाहिँ यहाँ चोर्ने प्रयास गर्दैछु तर सकिरहेको छुइनँ जानु पर्ला साथीहरू म चाहिँ यहाँ काँक्रो टिप्न सफल भएको छु चोर्न यो काँक्रा कर्याम यहाँ चोर्ने म के अरे काम गर्ने कालु मकै खाने भालो भएर चाहिँ म टोक्छु टोकाउँ एकटा चोरेको काँक्रो कति मिठो हो मैले दिएको
उहाँले हेरे अरे त्यो लुकाउँछ एकचोटि एकैताली चोरेको काका दुईजनाले कर्याम हरियो के अरे गाडी गएको हेर्नु साथीहरू कस्तो पर्दा हेर्नु साथीहरू गाडी चाहिँ यसरी गएको थियो अब यहाँनिर चाहिँ यहाँ कतानिर एक्सिडेन्ट पनि भएको थियो अस्ति न हजुरआमा चाहिँ त्यहाँ हुनुहुन्छ खोला सुकिसक्यो हिजो अस्तिको पानीले यस्तो दुःख पाइयो हेर्नुहोस् त साथीहरू हाम्रो यो भिड यहाँबाट गाडी जान्छ पहिला दाइहरू चाहिँ जाँदै हुन्छ हामी जान सक्छौँ किन हेरौँ साथीहरू हेर्नु त कस्तो बाटो हिँड्नु पऱ्यो मसँग त साथीहरू के यस्तो यस्तो दामी यस्तो बाटो यस्तो राम्रो बाटो हो यो अस्ति त यही बाटो गएको हो बाटो हेर्नुहोस् साथीहरू कति रमाइलो ओहो तल्लो बाटो होला क्या ओ माई गुडनेस साथीहरू हाम्रो बाटो त ध्वस्तै भएछ दाइ अस्तिको पानीले भने होइन फेरि यो चाहिँ अस्ति दसैँमा आएको पानीले चाहिँ यस्तो फेरि यो बाटो बिग्रेको रे नत्र यो बाटो ठिकै थियो अनि त्यही हो अब हजुरआमा चाहिँ उहाँ पुगिसक्नु भयो होइन हामी त यस्तै हो अहिलेको केटाकेटीहरू अलि हिँड्न सक्दैन यस्तो खाल्टाखुल्टी गाह्रो छ नि यस्तो बाटो हिँड्नु पर्दा ल आइपुग्यो है ओ माई गुडनेस हेर्नुहोस् त यो त के हो साथीहरू नेपालको बिच हिँडे जस्तै फिल भइरहेछ खाल्टाखुल्टीको बिच फाइनली हामी चाहिँ आधी बाटो आइपुगिसक्यौँ अब आधी बाटो आउन बाँकी छ हेर्नुहोस् त कस्तो छ बिजोक हरी बिजोक यस्तरी हेरिन्छ होला त खै यस्तो विरक्त लाग्दो बाटो यो बाटो त पुरै पिस थियो पहिला के भएर विचित्र हेर्नुहोस् त साथीहरू यस्तो बिजोक साथीहरू कस्तो चल्दैछ त नि जिन्दगी दसैँ यस्तो छ हाम्रो त हजुरहरूको कस्तो भयो साथीहरू हेर्नुहोस् बाटो चेन्ज गर्नु है एउटै मात्र हामी त्यस्तो सेफ घरमा त त्यस्तो डराइ बस्यौँ भने यस्तो घरमा कसरी बस्यो होला मान्छेहरू यहाँ चाहिँ के बरु हाम्रो त कमसेकम तलतिर भाग्ने ठाउँ हुन्छ यो देखेको भए त दाइ हामीलाई त केही डर लाग्दैन थियो होला यस्तो हरिबिजोक कसरी हेरेको हो तीहरू अब चाहिँ हामी पनौती गएर भेटौँला है पनौती भनेको चाहिँ हाम्रो काठमाडौँ जाने गाडी पाउने ठाउँ हो यहाँ चाहिँ गाडी आइरहेछ ओ माई गड गाडी आइरहेछ जाने चाहिँ कता हो कसरी हो यो अघिको गाडी सुरुको गाडी बाटो हेर्नुहोस् त साथीहरू बाटो त विरक्त लाग्यो अब चाहिँ पनौती गरेर भेट्नुपर्छ यो चाहिँ खोला हो कि होइन साथीहरू अब यहाँ तर्ने कसरी हो
गर्नु हेर्नु त कस्तो बिजोग तरिकाले बाइक आइरहेको छु कसरी हिँड्ने होला त दाइ त्यही हेर्दैछु म बाटो लै लै गिराउनु भयो दाइले